हेलो गाइज, गुड आफ्टरनुन, नमस्ते, लस्सो फ्याबुला टसिदेले सेवा सेवा अस्सलाम वालेकुम मरहब्बा। के छ सबैजनाले सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। फेरि पनि आज म काम गरेको टाइममा एउटा छोटो ब्लग बनाएको छु, हजुरहरू हेर्दै होला। किनभने यो कामै जहिले पनि यही भएको कारणले हो। हजुरहरूलाई अब बाहिर निक्लिन पाएको छैन। को छन् भन्दाखेरि यहाँ चाहिँ अहिले हाम्रो राइजिङ बोयको केटा छ हामीहरू, अनि यता अर्को हाम्रो सोल्टी छन्। सोल्टी के छ खबर, सन्चै छौ? अनि यता हाम्रो फुल बोय फ्रम भोजपुर, डाइरेक्टली यहीँ आएको हो होइन, यो त युट्युबतिर हाल्छौँ। अनि यसै गरी हाम्रो काम चाहिँ एकदम बिन्दासको छ क्या यार, यस्तो काम हो होइन। यो एकदम डेकोरेसन बनाएर एकदम चट्ट मिलाएर राख्ने हो होइन। भरे मान्छे यहाँ आउँछन्, जोडीहरू आउँछन्, स्वागत होइन, त्यस्तो लाग्छ। तपाईँहरू आफै बुझ्नु न, काम चाहिँ यस्तै हो। अनि हामीसँग काम गर्ने मान्छे चाहिँ कतिजना छ होला जस्तो लाग्छ, धेरै छ हो मान्छे त। हेर्नु न, स्टन्ट आइछ हामीसँग काम गर्ने साथीहरू सबैजना एकदम मिलेर गयो। उसले गाडी चलाउँदैछ, उसको चाहिँ लाइसेन्स छ कि, अरूले चलायो भने ऊ त्यो भित्रतिर पनि ठोकिदिन सक्छ। त्यही भएर उसले चलाउँछ, यता मेसिन चलाउँछ, यता ट्रक लिएर आइरहेछ एकजनाले। उसले चाहिँ अब ट्रक अनलोड गरेर लगेछ। ल आउनु है उता 317 तिर। अनि हामी जाँदैछु। यो होटल चाहिँ एकदम बवाल छ कि, दामी छ, 5 स्टार होटल हो होइन। पुरा जताततै कार्पेट छ। अनि पुरा डबल एल जस्तै छ, सी स्टाइलको छ यो होटल चाहिँ। यहाँबाट हेर्नु न तपाईँहरू, बाहिरको भ्यू राम्रो छ है, बाहिर पनि राम्रो छ। अनि यसै गरेर अघि उता थियो हामी होइन, यता आउँछ लिफ्ट। हेर्नु न, लिफ्ट 3टा लिफ्ट यो छ, ओन्ली फर युज कस्टमर। अनि उता चाहिँ हाउसकिपिङ हामीहरूको लागि राखेको छ, अघि त्यो गइरहेको ठाउँबाट चाहिँ। यहाँबाट चाहिँ हामीहरूले हिँड्न दिँदैन, किनभने बिजी हुन्छ यता, कस्टमर धेरै हिँडेको हुन्छ। अनि हाउसकिपिङको कामहरू चाहिँ यस्तै हुन्छ है साथीहरू। तपाईँहरू आउनु, मान्छेहरूले बुझेर राख्नु होला। नगरेर मात्रै छिर्नुपर्छ यसरी घरभित्र है त, रुमभित्र, घरभित्र होइन रुमभित्र। रुम पनि राम्रै छ होइन, खानेकुराहरू मिल्छ है हाम्रोतिर। मिल गया कसै केटा हो त्यस्तो पाउँछ। हाम्रो त काम गरेर यो खानेकुराहरू मिल्छ है हाम्रोतिर। मिल गया कसै केटा हो त्यस्तो पाउँछ। हाम्रो त काम गरेर अघि भेटेको दिन चाहिँ हामीले खानेको ग्यास लागिरहेको आज जस्तै रहेछ हो तपाईँ त यार। अर्को पनि सानो रहेछ, उतातिर बसिरहेको छ उतातिर। काम गर्दै यस्तो खाना पाउँछ तपाईँहरूले? पाउँदैन होला यो जोनीमा त, अर्को जोनीमा त खाना पाउँछ। अच्छा है भाई, अच्छा लगता है ना? कल भी मिलना चाहिए ना इसे। राई सर कस्तो खतरा देखेर आएको, हामी देख्दो रहेछ त हो। आँखा हेर्दा त आमामा, तपाईँको जुगा चाहिँ खतम दामी छ कि। सोल्टी एकचोटि हेरौँ न, मेरो भ्लग हेरेर केटीहरूले मन पराउँछ कि।
ढुङ्गा त सर के को जस्तै छ है तपाईँको के भन्न चाहिँ मिल्दैन यता हेर भान्जा भान्जा ह्यान्डसम छ नि खर उम्रेको छ भुत्ला भुत्ला रे ढुङ्गा पक्का लगाएर उम्रेको छ होइन यो रमाइलो छ केटाहरू हामी यसरी खान्छौँ बस्छौँ सो कहिलेको एक दिन हामी त्यो पारी डाँडातिर घुम्न जानेछौँ यहाँ डाँडातिर पनि छ हाम्रो होटल बिल्डिङको पछाडि छ जानेछौँ गाइजहरू यहाँ चाहिँ होइन यो बिल्डिङको सिसाहरू क्लिन गर्नको लागि यो धेरै हाइटमा भएको कारणले मान्छेले नसकेर बाहिरबाट यस्तो क्रेनहरू आएर अनि क्लिन गर्छन् कि यहाँ चाहिँ होइन यस्तो क्रेनहरू ल्याउँछ अनि क्लिन गर्छ आज चाहिँ यो सरसफाइको एकदम कार्यक्रम भइरहेको छ हाम्रो यता यो होटलमा किनभने अब यिनीहरूको चाड आउनु लाग्यो नि त हुँदैछ त्यही भएर हेर्नुहोस् यो होटलबाट चाहिँ राम्रो भ्यू देखिन्छ क्या यार एकदम आफूलाई नै धेरै मनपर्छ हो के गर्नु हाम्रो त्यो काठमाडौँ जस्तै देखिन्छ क्या है काठमाडौँको भक्तपुर एरिया जस्तै देखिन्छ सेम भनेको त्यस्तो लाग्छ गरेको चाहिँ साथीहरू अनि हाम्रो काम चाहिँ यस्तो कि अरबी हुनु चाहिँ अब यस्तै ट्रोलीमा सामान लिन जानुपर्छ बाहिर उहाँ हाम्रो दाइ हुनुहुन्छ उहाँ चाहिँ बाहिर लिन जानुभएको छ कि एकदम गाह्रो हुन्छ त्यो खेल्न चाहिँ यहाँनिर किनभने अलिकति माथि यही साइडमा आउनुपर्छ फ्यान भएको त्यो फेमिटाको भएको छ अनि यहाँनिर एकदम उकालो उकालो छ अस्ति म त्यहाँ खेल्न गएको थिएँ होइन एकदम मलाई त्यहाँ अरबीले त मासतिर ठेल्न भन्दा मान्छेले त तल ठेलेको यार गाडीमा लातले धक्का हानेर मात्रै म माथि उक्लेको त्यहाँदेखि म गएन हो फेरि सामान पनि झऱ्यो भने त कराउँछ नि क्या उनीहरूले अलिकति रिसाउँछ क्या त्यही भएर यो तल चाहिँ उनीहरूको क्याफे त्यही हो कफेहरू पाउँछ यो माथि चाहिँ अरबीमा खानुहुन्छ होटलमा जे पनि पाउँछ हुनाले यहाँबाट आउँछ यो दाइ चाहिँ होइन एकदम खेल्छ कि अहिले यो भित्र यहाँ माथिबाट देखाउन किनभने यहाँबाट आउँछ रिसेप्सन त छ नि त त्यो हेर्नुहोस् गाइस अघि बनाएको बेड चाहिँ लास्ट फाइनल भइसक्यो है टक्क मिलिसकेको छ यो चाहिँ यस्तै हो अब होइन अब ट्याक्क भइसक्यो रुम रेडी भइसक्यो मतलब तपाईँहरू बुझ्नुहोस् कि रुम रेडी भइसक्यो कस्टमर आउन सक्ने छ अब केटाहरू अझै यसो गफ गर्दैछ अब यस्तै हो ल गाइजहरू आजको भ्लग चाहिँ यति नै बनेको छ एकदम छोटो मिठो बनेको छ अब के गर्नु काम पनि लगभग हाम्रो फिनिस नै भइसकेको छ अब जुनले मेरो भ्लगहरू हेर्नु भएको छ उहाँहरूले भ्लग मन पर्नु भयो भने भिडियोलाई लाइक कमेन्ट गरिदिनु सेयर गरिदिनु सक्नुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् अनि नोटिफिकेसनहरू पनि अन गरिदिनुहोस् किनभने मैले भिडियो बनाएँ भने जतिखेर मैले भिडियो अपलोड गरेँ त्यतिखेर तपाईँको नोटिफिकेसन आउनेछ अनि त्यसै गरी यस्तो राम्रो भिडियोहरू हजुरले हेर्न पाउनेछ आजको लागि चाहिँ भने अब यो भिडियोलाई एन्ड गर्न चाहन्छु यतिमै फेरि नेक्स्ट भिडियो बनाउनेछु ल्याउनेछु राम्रो कुराहरू गर्ने नै छु हजुर माझमा सबैजनालाई धेरै धेरै धन्यवाद अहिलेको लागि बाई बाई टेक केयर हजुरहरू जहाँ हुनुहुन्छ एकदम राम्रो सेफली रहनु होला एकदम ह्याप्पिनेस रहनु होला अलवेज बी ह्याप्पी सबैजनालाई भन्दै अहिले चाहिँ छुटाउँ बाई बाई सी यू सुन नेक्स्ट भिडियो ओके थ्याङ्क यू